साथी र म छु अहिले ऊ चाहिँ मेरो व्यापक घनिष्ठ मित्र हो चड्डी दोस्त हामी हगनदेखिको साथी हो भन्दाखेरि अहिले हामी यो केरलाको नाकामा आएका छौँ यतापट्टि तपाईँले चाइना देख्नुहुन्छ भने यो साइडमा तपाईँले नेपाल यो नेपालको कोरला हजुर कोरला अनि यो नेपालको हिमालहरू हो यो पछाडि तपाईँले देख्नुहुन्छ यो चाहिँ 4600 लगभग 5000 को हाइटमा छ यी सबै हिमालहरू मेरो साथीलाई छोटो अनुभव सेयर गर्नको लागि आग्रह गर्न चाहन्छु कस्तो लाग्यो तपाईँलाई मलाई एकदम के भन्छ बिजोग रमाइलो लागिरहेछ अब आउने बाटोमा चाहिँ धेरै कठिनाइहरू पनि भोग्दै आइयो सामना गर्दै आइयो र बिचबिचमा चाहिँ यति मनोरम दृश्यहरू थियो कि त्यो बाटोमा हामीले भोगेको चाहिँ दुःखहरू कठिनाइहरूलाई चाहिँ भुलाएर फेरि रिफ्रेस गरेर पुनः चाहिँ रिचार्ज गरेर होइन फेरि नयाँ जोसका साथ पुनः हाम्रो यो यात्रालाई चाहिँ निरन्तरता दिनको लागि एकदम पर्याप्त थियो भनौँ न र हामी हाम्रो डेस्टिनेसनमा चाहिँ आइसकेका छौँ एकदम रमाइलो छ अब हाम्रो चाहिँ हाम्रो के भन्छ टिमहरू पनि एकदम राम्रो हुनुहुन्थ्यो एकदम सहयोगी मिलनसार र विशेष गरी यो मान्छेलाई धेरै धेरै धन्यवाद उसको कारणले गर्दाखेरि चाहिँ म यो के भन्छ एउटा जिन्दगीको चाहिँ अविस्मरणीय पलको साथसाथै एउटा ड्रिम नै थियो भनौँ न मुस्ताङ त्यो ठुलो भएर कमाएर होइन एकपटक चाहिँ जिन्दगीमा मर्नुभन्दा अगाडि मुस्ताङ पुगेर आउँछु भन्ने चाहिँ उसको यो मान्छेको पनि एउटा ठुलो हात छ कारणले चाहिँ मेरो ड्रिम कम ट्रु भनौँ न कुरा पनि भएको छ उसलाई चाहिँ एकदम बिग थ्याङ्क्स भन्न चाहन्छु र साथै हाम्रो यता दिदी र भेना पनि हुनुहुन्छ उहाँहरूको पनि एकदम धेरै भाइटल रोल भनौँ न एकदम धेरै ठुलो कोअपरेसन त्यो पाएर चाहिँ उहाँहरूको साथ सहयोग सँगसँगै हामीले चाहिँ एकदम अरूलाई रमाइलोका साथ यो यात्रालाई चाहिँ टुङ्ग्याउँछ र अझै धेरै पनि कुराहरू गर्न बाँकी छ अरूलाई के भन्न चाहनुहुन्छ अरूलाई चाहिँ अब हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ठुलो मोटो बनाएर चाहिँ आउनु होला होइन सानोतिनो कुरामा आत्तिने डराउने चाहिँ दुःखहरू अलिकति धेरै नै भोग्नुपर्छ र आत्तिने डराउने हरेस खाने मान्छेहरूलाई चाहिँ मन नआउनको लागि आग्रह गर्दछु तर जे होस् जस्तो सुकै दुःख बाधा अर्चना आयो भने आइसकेपछि चाहिँ तपाईँहरूले रिग्रेट गर्नुहुन्न फुल सेटिस्फाई नै हुन सकिन्छ पाइँदो रहेछ भन्ने पनि होइन अब त्यस्तै हो अब मेरो भोकल सुनेर पनि कस्तो हालत रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ र हाम्रो यो ड्रेसअपहरू यो माथिको हेर्नुहोस् यो सेफ्टीहरू यो ज्याकेट चेन्ज गर्दै यो कालो ज्याकेटलाई हेर्नु तपाईँले सेतो देखिरहनु भएको छ होइन कपाल त्यस्तै छ तल हेरौँ यस्तो छ है एकदम बिजोग छ एकदम कठिन पनि एकदम साथमा रमाइलो पनि छ भरपुर छ भनौँ न इन्टरटेनमेन्ट इन्जोयमेन्ट यहाँको दृश्य परिदृश्यहरूले चाहिँ एकदम मनमोहक छ भनौँ न फर्किन मन चाहिँ छैन तर बसेर पनि फेरि के भन्छ त्यो बसेर पनि हुँदैन बसेर पनि हामी यहाँ बस्न सकिँदैन त्यसैले पनि हामी फर्किनुपर्छ र हामी केही समयपछि अब हामी फोटोसोटो लिएर फर्किनुपर्ने हुन्छ हामी फर्किन्छौँ तपाईँहरूलाई केही जानकारीमूलक कुराहरू तपाईँहरूलाई सेयर गर्नेछौँ अहिलेको लागि धन्यवाद भिडियो हेर्नुभयो अन्तिमसम्म हेर्नुभयो तपाईँलाई धन्यवाद लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् सेयर गर्नुहोस् हामीलाई मनपर्छ भने फलो गर्दै गर्नु होला फिडब्याक पनि दिनु होला फिडब्याक कमेन्ट बक्समा कमजोरीहरू छ कमेन्ट बक्समा भन्दै गर्नु ल धन्यवाद।